साथीहरु म यतिखेर बुटोलदेखि नानघाटतिर जाँदै गर्दा यो दाउन्नेको रोड कन्स्ट्रक्सन एरियामा आइपुगेको छु। यहाँनिर तपाईले एरो देख्न सक्नुहुन्छ। यहाँसम्म चाहिँ बाटो ठिक छ है। यहाँभन्दा अगाडिको बाटो के कस्तो छ भन्ने कुरो म यो भिडियो मार्फत तपाईलाई जानकारी गराउन गइरहेको छु है त। आज यो बाटो अब यहाँदेखि चाहिँ यो गराबेल अब हिलो माटो सबै कुरो छ है। यो चाहिँ हिजो चाहिँ पानी परेको थियो, आज चाहिँ यहाँ त्यस्तो बाटोमा यो साइडमा चाहिँ हिलो चाहिँ देखिन्न। अब अगाडिपट्टि कस्तो छ म तपाईलाई यो रोडको बारेमा जानकारी गराउँछु। साथीहरु यो बाटोमा तपाईहरु हिँड्दै हुनुहुन्छ भने, यात्रा गर्दै हुनुहुन्छ भने अब गाडीमा त ठिकै छ हैन, बाइकमा हिँड्ने साथीहरुले चाहिँ सचेत रहनु होला। पानी परेको बेलामा यो बाटोमा हिँड्न सक्नुहुन्छ। हिलो माटो बढ्ने हुन्छ हैन। यहाँनिर चाहिँ त्यति चाहिँ सारै बिग्रेको चाहिँ छैन, धुलो त छँदैछ, त्यो त सामान्य कुरो भइहाल्यो। अब यो चाहिँ पानी पर्दाखेरि चाहिँ बिजोग छ है। अब अगाडि कस्तो छ हेर्दै जाउँ है साथीहरु। तपाईहरु भिडियो हेर्दै भिडियो लाइक र च्यानललाई सब्स्क्राइब पनि गर्दै गरौँ है साथीहरु। अब यो बिग्रेको बाटोको कुरा गरियो भने साथीहरु, यहाँ तपाईको यो दाउनेदेखि यहाँ दुम्कीवाससम्म यो झन्डै कति होला 10-12 बढी भए 14-15 किलोमिटरै होला के डिस्टेन्स चाहिँ। अब यहाँ जाम पर्यो भने तपाईको अब 2-4 घण्टा चाहिँ जाम परिन्छ कि, यस्तो अवस्था बिजोग छ। हुन त यो धेरै चाहिँ किनभने ठाउँ कन्स्ट्रक्सनको काम भइरहेको हुँदाखेरि यो दुःख धेरै त नजाला, 2-4 महिना अब दुःख खेप्नु पर्यो। त्यसपछि चाहिँ फिलिली हुन्छ बाटो भन्ने चाहिँ लाग्छ है मलाई चाहिँ। यो चाहिँ कन्स्ट्रक्सनको यो प्रोग्रेस हेर्दाखेरि चाहिँ हेर्दै जाउँ अगाडि कस्तो छ है बाटो साथीहरु। अब यो बाटो अलि अप्ठ्यारो छ साथीहरु हैन। बाटो अप्ठ्यारो भएको कारणले गर्दा स्पिडमा जान सकिँदैन, बिस्तारै जानुपर्ने अवस्था छ। यो भनेको 10, 15, 20 हाई स्पिड भनेको त्यस्तो छ कि अहिले चाहिँ। अनि देख्न चाहिँ अब यो जस अब ठिकै देखिन्छ, प्लेन एरिया देखिन्छ हैन। तैपनि धेरै चाहिँ सहज छैन राइड गर्नलाई। अगाडि कस्तो छ हेर्दै जाउँ है साथीहरु। अब यो बाटोमा भन्ने भने यतिकै अब कहीँ जाम परेन, यताउता भएन भने नि मिनिमम पनि 1-1.5 घण्टा लाग्छ कि। अब त्यस्तो छ बाटो। जाम पर्यो भने त घन्टो कुर्नुपर्ने अवस्था छँदैछ साथीहरु है। अब जाम परेन भने पनि यो स्पिडले जाँदाखेरि कम्तीमा पनि 1-1.5 घण्टा लाग्ने अवस्था देखिन्छ क्या यहाँनिर चाहिँ है। गाडीहरु त आइरहेका छन्। अब कस्तो छ अगाडि हेरौँ है। यहाँसम्म त्यस्तो अप्ठ्यारो छैन। अब कति घण्टा लाग्छ मलाई अब यही भिडियोमा तपाईलाई म जानकारी गराउने छु। त्यसैले साथीहरु भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियो लाइक र च्यानललाई सब्स्क्राइब पनि गर्दै गर्नु होला है साथीहरु। गाडीहरु त आइरहेका छन्। अब त्यति खास जाम परेको छैन जस्तो लाग्यो गाडीहरु आएको देख्दाखेरि त। हेर्दै जाउँ है बाटो अब के कस्तो छ, के कस्तो प्रोग्रेस भएको छ, कन्स्ट्रक्सनको काम कहाँसम्म कसरी भइरहेको छ। अब यसै भिडियोमा सकेसम्म म तपाईलाई जानकारी गराउने कोसिस गर्ने साथीहरु है। बाटो चाहिँ भन्ने भने अब जस बनेकै छ भनौँ न। यो चाहिँ साइडको वालहरु पनि कम्प्लिट भइसकेको छ। अब मेन भनेको बिचको यो जुन मेन रोड हो नि, हाइवे हो नि, यो हाइवेमा अब सायद अब यो त चाहिँ के अरे डिपिसी भन्छ नि, के भन्छ त्यसलाई हैन, कङ्क्रिट उसको चाहिँ स्ट्रक्चर बनाउने होला यहाँ चाहिँ हैन। एउटा चाहिँ अर्को खालको पिच होइन होला पक्कै पनि। त्यसको लागि अलिकति केही समय लाग्न सक्छ, तर लाग्यो भने अलि बनिहाल्यो भने चाहिँ फिलिली हो कि साथीहरु। त्यसपछि ल यता एउटा जेसीबी पनि आइरहेको रहेछ। अब यहाँनिर उता जेसीबीले चाहिँ काम गरिरहेको छ हैन। ठिक छ, प्रोग्रेस छ भन्नु पर्यो। काम भइरहेको जस्तो छ। यता साइडतिर कन्स्ट्रक्सन, साइडको वाल यहाँ बाटो साइड बनाउने जस्तो छ यहाँनिर है। उता वाल तलपट्टि लगाएर वाल लगाएको छ भनेपछि यहाँको चाहिँ बाटो चाक्लो बनाउनको लागि यो सब काम भइरहेको छ। जस प्रोग्रेस हुँदैछ भन्नु पर्यो। हुन त अब भन्नुपर्दाखेरि अब यो मेन बाटो नमदासम्म प्रोग्रेस भएको भन्ने अवस्था त होइन। तैपनि अन्य कन्डिसन हेर्दाखेरि चाहिँ प्रोग्रेस हुँदैछ जस्तो लाग्यो कि। केही समय पहिला म यही बाटो भएर जाँदाखेरि पनि त्यति थिएन कि। यो चाहिँ कन्स्ट्रक्सन एकदम बिजोग थियो कि। यो यहाँ कामै सुरु भएको थिएन। जस झन्डै 1 महिना 1.5 महिनाको पिरियडमा यो चाहिँ मैले धेरै चेन्जेस देखेको छु होइन। योभन्दा पुरानो बाटो कस्तो थियो भन्ने कुरो मेरो यसै च्यानलमा तपाईँले भिडियो हेर्न सक्नुहुन्छ। मैले योभन्दा पहिला पनि यो नानघाटबाट जाँदाखेरिको चाहिँ अब यो बाटो चाहिँ कस्तो छ के छ भनेर चाहिँ देखाएको थिएँ। यहाँ चाहिँ हेर्नुहोस् काम चलिरहेको छ। यो साइडमा मेन भनेको पहिला मेन रोड
बनाउनुभन्दा पहिला चाहिँ यो चाहिँ साइड वाल हुन्छ नि, यो वालको काम सायद सक्ने होला, त्यही भएर चाहिँ यो साइडको वालको काम चलिरहेको छ यतिखेर। अब यो दाउन्नेको बाटो हो, हिलो माटो छ होइन, पानी परेको थियो हिजो, अब अलिकति हिलो माटो देखिनु सामान्य नै हो। यो साइडतिर चाहिँ अलिकति सुक्खा रहेछ र यस अब यो बाइकलाई चाहिँ सजिलो छ। अब यहाँ चाहिँ अहिलेसम्म त्यस्तो बाटो चाहिँ भेटिएको छैन है, नर्मलै छ भनौँ न एक हिसाबले। ल साथीहरू, यहाँनिर चाहिँ दुईवटा जेसिबी होइन काम गर्दै रहेछन्। यो बाटो चाहिँ इभिनिङ रातिको समयमा बन्द हुन्छ कि होइन, रातिको समयमा बन्द भए पनि यहाँ दिउँसोको समय पनि यस काम चाहिँ चलेकै छ, राति मात्र नभएर डे टाइममा पनि कामहरू चाहिँ चलेकै छ। जस अब यो जुन बनावट छ नि, जुन काम गराइ छ नि, यिनीहरूको हेर्दाखेरि चाहिँ यो साइडपट्टिको मेन भनेको पहिला चाहिँ छेउछेउको यो पर्खाल के छ छेउछेउबाट निर्माण गर्नुपर्ने कुराहरू, यो सबै कुरा काम सकिएपछि चाहिँ मेन रोड बल्ल जस्तो छ साथीहरू है। 2-4 महिना अलिक दुःख पाइने यो बाटोमा है साथीहरू। ल साथीहरू, यहाँ चाहिँ भनेको यतापट्टि यो चाहिँ बाटो बन्दै रहेछ। ल बाटोलाई चाहिँ ढलान गर्ने काम भइरहेको रहेछ। यो एक साइड चाहिँ अब हेर्नु काम चाहिँ भइरहेको छ, ढलान काम भइरहेको छ यतापट्टि होइन। एउटा स्ल्याबहरू लोगो बनेको रहेछ एक साइडपट्टि चाहिँ। यो बनिसकेको छ, यो चाहिँ यतापट्टि त्यस तयारी छ अर्को स्ल्याब हाल्नको लागि। यो चाहिँ यो एरिया चाहिँ भनौँ न एउटा चाहिँ एक साइड चाहिँ त्यस चाँडै नै बन्ला जस्तो छ क्या। ल साथीहरू, यहाँबाट चाहिँ यो लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको चाहिँ सिमाना छुट्टिने रहेछ है यहाँनिर चाहिँ। अब यो सिमाना छुटिएसँगै अब यहाँ चाहिँ दाउन्ने बजार आउँछ। यो दाउन्ने बजारको एरियामा म आइपुगेको छु यतिखेर। यहाँसम्म चाहिँ बाटो भन्ने हो भने ठिक छ है, त्यस्तो अप्ठ्यारो चाहिँ केही पनि छैन है साथीहरू। तर पानी परिहाल्यो भने अब यो बाटोमा चाहिँ बिजोग हुन्छ है साथीहरू। यो दाउन्नेको बजार एरियासम्म आउँदाखेरि त्यस्तो किसिमको अवरोधहरू कहीँ पनि भेटिनँ साथीहरू मैले है। यहाँ चाहिँ काम चलिरहेको छ। मैले भने नि मेन रोड सुरु गर्नुभन्दा पहिला चाहिँ साइडको वालका कामहरू लगायत अन्य के काम छन्, पहिला चाहिँ साइडकै काम होला जस्तो मैले देखिरहेको छु। ल यो दाउन्नेको बजारसम्म यात्रा गर्दाखेरिको अवस्थामा कहीँ पनि कुनै पनि किसिमको अवरोध तथा अन्य किसिमको केही पनि समस्या मैले चाहिँ पाएन है साथीहरू यहाँसम्म आउँदाखेरि। अब यहाँभन्दा अगाडि के छ कस्तो छ अब यो अगाडि जाँदै गरौँ होइन, त्यसै अनुसार थाहा हुने हो।
यो बजार सकेर अगाडि आइसकेपछि अब यो चाहिँ बाटोमा हिलो अलिकति चाहिँ रहेछ साथीहरू है। यहाँ चाहिँ अलि यहाँ चाहिँ अब खै अप्ठ्यारो बाटो आउने हो कि जस्तो लाग्यो कि। ल यति बेलासम्म त गरागली बाटो धुलो बाटो भनेर हिँडिँदैछ होइन। अब चाहिँ भने हिलो बाटो हिँड्नुपर्ने अवस्था छ। अब हिलो बाटोमा अलिकति अब यो बाइकहरू अलिकति चिप्लिरहेको अवस्था छ क्या। त्यही भएर यहाँ पनि समस्या होला जस्तो छ। यहाँबाट चाहिँ दुःख पाएला जस्तो छ हो साथीहरू यात्रा गर्दाखेरि। बाटो अप्ठ्यारो भन्दा भन्दै यहाँ चाहिँ गाडीहरू जाममा छन् है। त के भएर जाम भएछ फेरि? यो हिलो त छँदैछ हेर्नुहोस् यो है। यस्तो हिलो छ। अब यहाँ बाइक चिप्लिरहेछ बिस्तारै हो कि खुट्टा खुट्टा टेकेर होइन कि यो जस मान्छेले हिँड्ने बराबरकै बाइक त्यति स्पिडमा छैन। 10 भन्दा पनि कममा क्या त्यस्तो स्पिड छ। खालि अब यो बाटो हेर्नुहोस् त हिलो छ हिलो छ। यहाँ कस्तो चाहिँ बाटो फेरि अहिले चिप्लो हुने खालको माटो छ कि जाम के को रहेछ कुनै। अन्त यो एरियामा प्रायः जाम परिरहन्छ। अब यहाँनिर चाहिँ बाटै बिग्रिएको हो कि जस्तो लाग्यो। यो हेर्दाखेरि चाहिँ दुईतर्फी नै जाम छ। कति बेर जाम कुर्नु पर्ने हो थाहा छैन। अगाडिपट्टि यो जेसिबीको अवस्था आएको छ फेरि। सायद जेसिबीले काम गर्दैछ होला त्यही भएर जाम भएको हुनसक्छ है। मैले यो जेसिबीको आवाज सुन्दाखेरि जेसिबीको त्यो मुभमेन्ट हेर्दाखेरि चाहिँ अगाडि जेसिबीले काम गरिरहेको हो कि भन्ने मलाई लाग्यो है। त्यस्तै छ साथीहरू। र यहाँनिर एकजना दाजु यहाँ गाडीको स्टाफ हुनुहुन्छ। सायद गाडी चिप्लिन्छ साइड लाग्नुहोस् है भनेर भन्दै हुनुहुन्छ। यतापट्टि जेसिबी रहेछ काम गर्दैछ जेसिबीले। यो बाटोमा होइन सानोमा त ठुलो गाडी पनि चिप्लिन्छ भन्ने कुरो गर्नुहुन्छ अहिले त। गाडी चिप्लिन्छ होला क्या सायद। हेरौँ है कस्तो छ हेरौँ गाडीको अवस्था। यो गाडी त गयो गाडी चाहिँ सरासर गयो है। यताबाट पनि जाम खुल्यो। अब गाडी हेर्दा पनि अगाडि बढ्दैछ। यहाँनिर चाहिँ जेसिबीले काम गरेको जस दिनमा दिउँसो पनि यस काम चाहिँ चलेको छ कन्स्ट्रक्सनको। होइन भने राति 11 बजीदेखि 5 बजीसम्म यो बाटो बन्द हुन्छ के अरे होइन। राति त काम चल्छ नि होला दिउँसो पनि। जस्तो गाडी हिँडेर पनि दिउँसो चाहिँ काम चलेकै छैन यतिर। गाडी चाहिँ खुलेको छ। कहाँसम्म कस्तो अवस्था छ हेरौँ। अब यो जाम चाहिँ सुरु भएको हो कि भन्ने मलाई लागिरहेको छ। यो जामले कतिको शास्ति कतिको दुःख दिने हो थाहा छैन। बाटो यतिकै अब नर्मल्ली गयो भने त ठिकै छ। बाटोले चाहिँ दुःख दियो भने बाटोमा खाल्टाखुल्टी यो चाहिँ बाटोमा गाडी चिप्लिने अवस्था आयो भने गाह्रो छ। यहाँनिर पनि जेसिबीहरू काम चाहिँ गर्दैछन्। बाटो चाहिँ जस्तो चाक्लै होला जस्तो छ होइन। यत्रो बाटो बढाएर त्यो हुँदै त्यत्रो माथिसम्म बाटो बनाउँदैछ भनेपछि बाटो चाहिँ जस्तो चाक्लै हुने हो राम्रै हुने हो लिली हुने हो। तर चाहिँ अहिले चाहिँ दुःख पाइएको छ। ल जसो गरेर यहाँसम्म त यहाँ पुग्दा फेरि चाहिँ जाम भएछ है। जाममा अगाडि जाउँ। बाटो त यस्तै हो। बिजोक गराएको बाटो भन्दा पनि हिलाम्मै बाटो भइसकेको छ। यो हिलाम्मै बाटोमा गाडीहरू चिप्लिने सम्भावना बढी नै हुन्छ। त्यसैले साथीहरू तपाईँ पनि यो बाटोमा हिँड्दाखेरि चाहिँ अलिकति सचेत हुनुहोला। सकेसम्म यसको वैकल्पिक बाटो पनि छ। वैकल्पिक बाटोबाट यात्रा गर्नुहोला। तपाईहरू बाइकमा हिँड्नुहुन्छ भने पानी परेको बेला यो बाटोमा नहिँड्नु होला है त।
ल यो जाम चाहिँ यस्तै भएकै छ सडक जाम हेर्नुहोस् है। अब यो बाटो यो कहिलेसम्म यस्तो जाम हो मान्छेलाई कति हो म त भर्खर हो होइन म त जस बाइकमा हो सरासर गइरहेको छु मान्छेले घन्टौँदेखि जाममा पऱ्यो जस्तो लाग्यो हेर्दाखेरि चाहिँ होइन के भएर जाम भएको रहेछ यसो अगाडि पुगेको थाहा हुन्छ होला होइन जाउँ अगाडिसम्म कहाँसम्म छ कस्तो छ हेरौँ न दुईतिर उताबाट पनि गाडीहरू आएको छैन त्यहाँबाट नि गाडी गएको छैन कि जाम छ है यहाँ बिचमा कता बाटो के भएको छ भन्ने कुरो ए यस्तो रहेछ साथीहरू यहाँ चाहिँ ल यहाँ चाहिँ यो बाटो बनाउँदै रहेछ बिचमा जेसीबीले त्यही भएर दुईतर्फी बाटो बन्द भएको रहेछ होइन अब यो चाहिँ कस्तो हुन्छ त्यो पानी आएर हिलो माटो भएर सायद सफा गरेको होला है किनभने यहाँ देख्न सक्नुहुन्छ हिलो छ यतापट्टि ठिकै हो त्यसरी बिचमा काम भइरहेको छ भनौँ न एक हिसाबले यतापट्टि बनाउँदैछ जेसीबीले प्रहरी साथीहरू पनि हुनुहुन्छ जस्तो यहाँ ड्युटी चाहिँ छ कि प्रहरीको ड्युटी जाम लाग्ने ठाउँ म्याक्सिमम् ठाउँमा तपाईँ चाहिँ प्रहरीले देख्न सक्नुहुन्छ अनि उहाँहरूले चाहिँ यताबाट जानु पऱ्यो भनेर इसारा गर्दै हुनुहुन्छ अब एकछिन बन्दैछ जस तपाईँहरू यो एरियामा प्रहरीले चाहिँ देख्न सक्नुहुन्छ कन्स्ट्रक्सन भएको साइड भयो भने अब सुरक्षाको लागि अथवा अन्य किसिमको अन्य कुराकानी गर्दा होला यहाँबाट चाहिँ म चाहिँ यसरी निस्किनु पऱ्यो भने यहाँनिर खाली रहेछ साइडतिर लाग्नुपर्ने भयो साथीहरू है बिजोग छ कि बाटो चाहिँ अलिकति के भन्नु र खै साह्रै बिजोग छ साथीहरू है यो बाटो सकेसम्म यो बाटो तपाईँहरू चाहिँ नहिँड्नु होला है अब अलि अघिसम्म त ठिकै थियो होइन अब यता जति यता आउँदै गयो त्यति बिजोग छ कि हेर्नु त पुरै हिलो छ है बाइक चिप्लिन्छ स्वालस्वादै दायाँमा अब जान्छ के भन्नु र अब यस्तो बाटोमा अलिकति रिस्क लिएर हिँड्नुपर्ने अवस्था छ कि अब यसको चाहिँ वैकल्पिक बाटो के होइन अल्टरनेटिभ वे भन्छ नि त्यो कता छ भन्ने कुरो अब त्यो कालीगण्डकी यो के भन्छ करिडोर है त्यो करिडोरबाट चाहिँ जान्छ अरे भन्ने कुरो सुनेको छु मैले म चाहिँ हिँडेको छैन अब नेक्स्ट टाइम म यदि अब यसै गरी हिँड्नुपर्ने अवस्था आयो भने म यो बाटो युज गर्दिनँ किन भन्दाखेरि अब बर्खा लाग्छ बर्खा लागेपछि पानी परिरहेको हुन्छ पानीमा चाहिँ बिजोग बनाउँछु त्यसैले म नेक्स्ट टाइम होइन अब फेरि यही बाटो भएर हिँड्नुपर्ने अवस्था आयो भने म चाहिँ अब अर्को बाटो यसको वैकल्पिक बाटो कता छ कुन रुटमा छ म त्यो बाटो हिँड्नेछु साथी त्यसको भिडियो बनाउने छु है त तपाईँहरू पनि भिडियो लाइक र च्यानललाई सब्सक्राइब गर्दै गर्नुहोस् है त अब यताबाट गाडीहरू आउँदैछ यो गाडी त्यहाँनिर रोकिएको देखियो त्यहीँ जाम भन नि त्यहाँ हिरो छ त्यहाँ गाडी त्यहीँ चिप्लिरहेको छ हेर्नुहोस् न तपाईँले देख्नुहुन्छ कि हुन्न मैले देखिराखेको छु है अब हेर्नु एकैछिन म अगाडि गएर भिडियो बनाउनु पर्ला है त यो गाडीलाई पनि पास हुन धौधौ भइरहेको अवस्था छ कि यहाँनिर यो माटोले गर्दाखेरि चिउलो माटोले गर्दाखेरि ल एकछिन अलि स्पेस यहाँ खाली छ कि यसो निस्किनु पऱ्यो अगाडि है साथीहरू ल यो गाडी हेर्नुहोस् यहाँ धौ भएर गाडी यहीँ रोक्यो जस्तो मान्यो मैले है यो गाडी हेर्नुहोस् त यहाँ ठुलो गाडीलाई त यसरी हेर्नुहोस् पुरै चक्का घुमिरहेको छ कि चक्का हेर्नु त यसरी घुमिरहेको छ कि पुरै त्यो माटोले गर्दाखेरि होइन यो अगाडि बढ्न सकेको छैन गाडी यस्तो बिजोग छ ठुलो गाडीलाई त यस्तो बिजोग छ भने चाहिँ अब तपाईँ हाम्रो अब बाइकको त के कुरा गर्नु साथीहरू त्यसर्थ बाइकमा हिँड्ने साथीहरूलाई मैले रिक्वेस्ट गर्छु यो बाटो सकेसम्म नहिँड्नु होला पानी परेको बेला है नर्मल अघि पछि धुलो खाँदै त हिँड्न त सक्यो होइन यस्तो हो भने त ठुलो गाडी त्यसरी फन यहाँ चक्का घुमेको देखिन्छ भनेपछि अब सानो गाडी बाइकको हालत के एउटा चिप्लेको भने यस्तो छ हेर्नुहोस् हालत यो सामान्य पानी पर्दा त यस्तो छ भने चाहिँ अलिक ठुलो पानी पऱ्यो भने यहाँ कति बिजोग बनाउला यो रोडले जान त गयो ल गाडी चाहिँ गयो तै पनि अझै पनि चक्का घुमिरहेको छ कि त्यसरी फनी के गाडी पास हुनै गाह्रो भइरहेको छ कि यसो चिप्लो माटो छ कि यहाँ त्यही भएर यो बाटोमा अलिक गाह्रै छ यो गाडी जान्छ कि जान्न है मजा गाडी जानु पऱ्यो है अब यहाँनिर हेर्नुहोस् हिलो छ बिजोग
हिलो बनाएको छ गाडीहरूले साथीहरू हेर्नु त अब के गर्नु साथी जाने भएर आइसक्यो यो आधा बाटोबाट फर्किने कुरो भएन जस्तो भयो नि जानै पर्यो है यहाँ अगाडिको साथीको त खै ग्यार बाइकको नम्बर प्लेट पनि छैन गाडीको कन्डिसन पनि के हो आमै नि लोड पनि टन्नै हालेछ साथीले बाटो यस्तो हिलो छ के जेसीबीले सोर्दिएको अहिले सफा हुन्थ्यो होला हैन अब जेसीबीले पनि खै किन हो सफा गरिदिनु पर्छ नि यस्तो बाटोमा त आज पानी परेको थिएन है अब किन भन्दाखेरि कन्स्ट्रक्सनको एरिया हो कन्स्ट्रक्सनको एरियामा अब इक्विपमेन्टहरु प्राय त्यही एरियामा भइराखेको हुन्छ सटल लाएर सोर्दियो त साफ भइहाल्थ्यो नि हैन पानी परे छैन पानी बारम्बार परेको भयो अनि अप्ठ्यारो हुन्छ कि भन्ने नपरेको बेलामा त यति कुरा चाहिँ कन्स्ट्रक्सन मा काम गर्ने अब साथीहरुले अब कन्स्ट्रक्सनको जुन जिम्मा लिने कम्पनीले यदि चाहिँ एडजस्टमेन्ट गरिदिनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ हैन यो हिलो माटो किन भन्दा तल त अलिकति ग्राभलै होला नि माथि माथि यो माटो बगेर आएको होला हैन यो हिलो सफा गर्दैको गए त अलिकति यो बाटो चाहिँ क्लियर हुन्थ्यो होला हैन अब अहिले भर्खरै जसरी बस चक्क घुमेको छ साना गाडीहरु त्यसरी चाहिँ चिप्लिरहेका छन् हैन यो अवस्था त आउँथेन होला नि यो कुराहरु चाहिँ अब यहाँ अब कसरी हुन्छ म्यानेज गर्दिए हुन्थ्यो भन्ने मलाई लागेको छ हिलो छ अब यो हिलोमा अलिकति जाउँ अगाडि अब त्यस्तै छ चिप्लिने डर छ है जाम त जामै छ के खै अब यहीँसम्म हो कि कस्तो जाम हो के को जाम हो बुझ्न सकेन किन भन्दाखेरि अब गाडीहरु भर्खरै पास भइरहेको छ यो गाडी यहीँ रोकिरहेको छ है के हो सिस्टम पनि जो सब यो बाटो भएर हिँड्ने अब साना ठुला जुनसुकै गाडीमा हिँड्ने पनि यात्रुहरुलाई चाहिँ शास्ति नै छ कि अहिले चाहिँ अब यो शास्तिबाट मुक्ति हुनलाई अझै 2-4 महिना लाग्छ जस्तो लाग्छ भयो भने अब ट्याक्कर टुक्को पार्यो भने हैन अब सिंगल लेन के वन वे मात्रै बनायो भने पनि यो दशैं ताका चाहिँ जस दशैंको बेलामा अब यो बाटोमा हिँड्ने साथीहरुले चाहिँ फ्रीली भएर हिँड्न पाउँछन् त्यो चाहिँ ढुक्को हो अब जुनीहरुको काम गराइ जुन छ तौर तरिका हेर्दाखेरि चाहिँ त्यो हुन सक्छ भन्ने मलाई लाग्छ जाउँ अगाडि अब हेरौँ यस्तै जाम यस्तै छ के जाम साथीहरु र साथीहरु भिडियो लाइक र च्यानल सब्स्क्राइब पनि गर्दै गरौँ है र जति यो बाटो अगाडि बढ्दै गयो त्यस्तै जाम त्यस्तै यो धुलो हिलो माटो त्यस्तै हैन अब चाहिँ साथीहरु अब चाहिँ गाह्रो होला जस्तो छ राइड गर्न पनि यो बाटोमा त्यति साह्रै हिलो त यहाँ देखिएन अहिले हैन तर पनि के छ भने चाहिँ अलिकति डरै छ के कहाँ कतिखेर कस्तो हिलोमा परिने हो भन्ने कुराको चाहिँ भर छैन के यो बाटोमा यो हेर्नुस् त यी हिलो यस्तै छ यो बाटोमा अनि चिप्लियो भने मैले हेर्थे के कता कता भिडियोहरु हैन पानी परिरहेको बेलामा जस्तै बाइक चिप्लेको गरेको देखाउँथ्यो कि आज यहाँ प्रत्यक्ष आफूले यहाँ भोगिरहेको छु कि मैले कति डराएर यो बाइक चलाउनु पर्ने अवस्था छ भन्ने कुरो मलाई थाहा छ कि साथीहरु अब तपाईहरु पनि अलिकति सचेत रहनु होला यो बाटोमा यात्रा गर्दाखेरि अब बाटो अब जाम त्यस्तै छ जामको हालत देखिहाल्नु भयो हैन यो लमसम भनेको मैले भने नि 12-15 किलोमिटरको डिस्टेन्स हो यो दाउनेको जुन त्यो उकालो लाग्छ नि दाउनेको उकालो लागेदेखि यो चाहिँ दुम्कीबासम्म पुग्दाखेरि त्यो बीचमा तपाईको यसै गरी चाहिँ जाममा पर्यो भने त किनभने सामान्य हिसाबले 5-6 घण्टा जाममा मजाले बस्नुपर्छ कि
यी बाटो पनि यस्तो साँगुरो होइन, अप्ठ्यारो बाटो। अब यहाँनिर दुईतर्फी जाम, ओभरटेक गरौँ भन्ने ठाउँ छैन होइन। अब होइन, अनि त्यसपछि बिजोग छ क्या। अब एक गाडीको पछाडि लाएर हिँड्नुपर्ने अवस्था छ क्या। हेर्नु यो जाममा पनि यसरी यो ठाउँ पुरै ब्लक गरेर डबल लेनै बनाइसक्यो कि वान लेनलाई पनि। यस्तो छ, बिजोग छ साथीहरू, बिजोग छ, बिजोग छ। हुन त म चाहिँ धेरै बेर चाहिँ रोकिनु त कुर्नु त परेको छैन। अब कहीँ कतै अलिकति फाटाफुट्टा होइन 5-10 मिनट बढीमा कुर्नु पऱ्यो होला। अब यहाँ चाहिँ घन्टौँदेखि कुर्नु परेका अब चालक साथीहरू, यात्रीहरूलाई चाहिँ कस्तो भएको होला कि। काहीँ अब हिलो बाटो, काहीँ धुलो बाटो, काहीँ खाल्डा खुल्टी, काहीँ के गरी जस्तो अब आधाभन्दा अगाडि त आइपुग्यो साथीहरू। हेरौँ जो जाम त खै के हो कुन्नी दाउने। अब त्यो दाउनेबाट सुरु भएको जाम यहाँ आधा बाटोभन्दा बढी आउँदा पनि यस्तै छ हालत। यो जाम पुरै वहीँसम्म हो कि पुरै कस्तो हो, दुम्कीवाससम्म त पुगेको छैन कतै। एरियामा चाहिँ काम चाहिँ यो चलेकै छ है। यो अब ठाउँ प्रहरीहरू पनि बसेकै छन्। है प्रहरी भनेको यो चाहिँ ट्रान्सपोर्टेसन, यो चाहिँ जामहरू यता म्यानेज गर्नको लागि होला होइन। अब यस्तै हो कि एउटा गाडीको पछाडि लागेपछि लाग्यो पछाडि लाएर हिँड्नुपर्ने अवस्था छ साथीहरू है त। अब कहीँ कतै त त्यस बाटो सुक्खा बाटो छ, राम्रो बाटो छ होइन। अब यहाँ चाहिँ ओभरटेक गर्न पनि दायाँ बायाँ हेर्ने भनेको जहाँ ठाउँ पायो त्यहाँ घुसाइहाल्नुपर्ने अवस्था छ कि होइन। भने त अब पछाडि भइन्छ, एउटा गाडीको पछाडि लाएर हिँड्नुपर्ने अवस्था छ हेर्नु साथीहरू। ल यहाँ यस्तै छ साथीहरू, झन्डै अब यो म पौने घन्टा 1 घन्टा भइसक्यो होला सायद म यो हिँड्न थालेको होइन। अब म जहाँदेखि तपाईँले देखाइरहेको छु जाम, यो जाम हेर्नुहोस् त अहिलेसम्म कन्टिन्यू जाम छ कि यहाँ। यसो हेर्नु न, यातायातका साधनहरू कति पनि अगाडि बढेका छैनन् कि यिनीहरू है, यथावत रूपमा होइन यसरी जाममा परेका छन्। यो चाहिँ झन्डै अब लगभग 1 घन्टा हुन लागिसक्यो है। यो 1 घन्टाको अवधिमा पनि गाडीहरू अब यसरी जाममा बस्नु पर्दाखेरि अब कन्डिसन हालत के भएको होला साथीहरू, गेस गर्न सक्नुहुन्छ तपाईँहरू। तसर्थ यस्तो दुःख पाउनलाई यो रुटमा अलिकति विचार पुऱ्याएर हिँड्नु होला साथीहरू है। फेरि यहाँ चाहिँ रोक्यो, यता पनि रोकियो। अब गाडी चाहिँ के भयो रोकियो है। ल यहाँबाट छिर्नुपर्ने ठाउँ त छिर्दिहाल्नु जे होला। ल अगाडि चाहिँ खोइ छिर्न कस्तो छ, छिर्नु पऱ्यो जहाँसम्म जान्छ भनेको। यहाँबाट अगाडि जाला जस्तो लागेन। यस्तै हो साथीहरू।
यतातिर चाहिँ के अलि बढी पानी परेछ कि हिलै छ त पुरै रोडमा यहाँ यतातिर चाहिँ धेरै पानी परे जस्तो छ हौ साथीहरू भनेको त यहाँ त पुग्दा यहाँ दुम्कीवास पुग्न लागेछ हौ साथीहरू हेर्नु त दुम्कीवास भनेपछि दाउनेबाट सुरु भएको जाम यो दुम्कीवास 14-15 किलोमिटरको यो एरियामा नन स्टप जाम छ कि यो बजारमा आइपुग्दा पनि यसरी जाम छ हेर्नुस् दुम्कीवासको यो बजार पुग्दासम्म यसरी जाम हुनु भनेको अब के हो त के कारणले होला अब आफै अनुमान लाउन सक्नुहुन्छ अब यसरी जाममा रहेर दुःख पाउने हिसाबले चाहिँ यात्रा नगर्नु होला अलिकति बुझेर यदि समय ख्याल गरेर हैन यो चाहिँ मौसमको के भन्छ प्रतिकूल अनुकूल के छ कस्तो छ हेरेर बुझेर मात्र यात्रा गर्नु होला साथीहरू होइन भने यस्तै दुःख पाइन्छ है यो चाहिँ दुम्कीवास आइपुगे म हेर्नुस् त दाउनेबाट दुम्कीवाससम्म आइपुग्दासम्म नन स्टप जाम छ कि यो रोडको कारणले गर्दाखेरि है यो दुम्कीवासको हेर्नुहोस् बाटो पनि यस्तै बजारको एरियामा यस्तो बिजोग छ हेर्नुहोस् है अब यो चाहिँ यहाँ यो जाम भने सायद यो दुम्कीवासको जुन पुल भाँचेको छ नि पुल भाँचेसँगै त्यो अब त्यो खोलाको बाटोबाट जाने बाटो छ त्यहाँ कस्तो छ अब सायद मलाई चाहिँ लाग्छ यो त्यहाँसम्म पनि यस्तै हो कि जस्तो लाग्यो कि कन्डिसन हेर्दाखेरि चाहिँ अनि यस्तो कन्डिसनमा अब मान्छेको हालत के होला जस्ट इमेजिन साथीहरू जस्ट इमेजिन ल साथीहरु भिडियो हेरिहाल्नु तपाईले हैन म दाउनेदेखि दुम्कीवासको एरियासम्म आइपुग्दाखेरि हेर्नुस् है दुम्कीवासको म यो पुल जुन भाँचेको छ नि त्योभन्दा पारिपट्टि आइपुगे यहाँ दाउनेदेखि दुम्कीवासको यो 14-15 किलोमिटरको एरियामा तपाईं देख्न सक्नुहुन्छ यो गाडीको जाम यस्तै छ हेर्नुस् है तपाईले यहाँ हेर्नुस् है यो म तपाईलाई देखाउँछु यतापट्टिसम्म यो हेर्नुस् पर अगाडिसम्म हेर्न सक्नुहुन्छ जाम यो भनेको तपाईको यो के छ नि सिमेन्ट कारखाना भएको गेटसम्म पनि यसै जाम छ के
है साथीहरु। ल साथीहरु भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। भिडियो लाइक र च्यानल सब्स्क्राइब गरेर जानु होला साथीहरु हैन। अब फेरि पनि म यो बाटोमा हिँड्नु पर्यो भने म चाहिँ अर्को यसको वैकल्पिक बाटो कता छ त्योसँग सम्बन्धित भिडियो बनाउने छु है। यो चाहिँ हेर्नुस् यो पुलतिर जाने बाटो हो, बिग्रेर यस्तो बिजोग छ। ल साथीहरु भिडियो लाइक र च्यानल सब्स्क्राइब गर्नुस् र अन्तिमसम्म भिडियो हेर्नुभएकोमा सबैलाई धन्यवाद। ल यो बाटोमा यात्रा गर्ने जो कोहीले पनि अलिकति सचेत भएर र पुरा सूचनाहरू कलेक्सन गरेर मात्र यात्रा गर्नु होला है त साथीहरु। विशेष गरी बाइकमा यात्रा गर्ने साथीहरुले चाहिँ सचेत रहनु होला है त।